त देखा न कस्तो राम्रो नि वाउ हामी चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि बुटोल फुलबारीमा छौँ है हामी यहाँ प्रवेश गरिसक्यौँ हेर्न सक्नुहुन्छ हाम्रो कस्तो राम्रो के उता कस्तो राम्रो पर्छ त्यो होइन दामी थियो नि पर्छ ला पानी पर्यो नो न हामी चाहिँ माथि फुलबारी घुम्न जाऊँ भनेको है साथीहरू कस्तो भइदियो भनेपछि पानी पर्न लाग्यो अब कहाँ पो जाने हौ के गरी बनाएको थियो ला बोल त एकछिन ब्यागबाट बनाऊँ न त नभए हेर्नु हो पानी परेको अवस्था अब ऊ भन्छु साँच्चिस त म हजुर यता अब ऊ भन्छु कि म के भन्छु अहिले चाहिँ ए ल ल हुन्छ के भन्छस् रचना हेर्नुहोस् गाइजहरू खै के किनिदिउँ तर टिका ऊ त टिका ब्यागर किनिदिन्छु हेर्न कस्तो राम्रो गुडिया पानी आएर होइन बेकारमा यो दोकान राखेर हेर्नुहोस् गाइजहरू पानी परेर अलिकति खल्लो भयो है साथीहरू अब यहाँको सब भिज्यो कस्तो आपत है पानी आयो भने पानी पर्ने अप्सु मिलाउने भाइ हो त नि उहाँ हाम्रो दिदी बिनाजु बाबु हुनुहुन्छ पानी परेर चाहिँ हामीहरू यतैतिर छौँ अब यहाँबाट माथि जान सकिन्न जाने होला नि उता माथि ल दौड्यौँ न त पानी पर्यो असिना झर्यो दौडे रचना दौडे छिटो जाने कहाँ जाने हामी घुम्न जाने होइन बाबु घुम्न जाने भन्दै भयो बोले खै नमस्ते गरेको ए माया अरे ल हामी घुम्न जानु लाग्यो अनि हामी घुम्न जानु लाग्यो गाइस भन्दै यो सबै स्टलहरू सामान राख्ने होइन अब यहाँनिरको स्टलमा चाहिँ हामी चटपटी खोल्न पर्छ है यहाँनिरको ल 20 रुपियाँको एउटा दाना सबै मेरा साथीहरू म यहीँदेखि सम्झेर बोलाउन चाहन्छु होइन हामी चाहिँ त्यहाँ तलदेखि आएको हो यहाँ ब्यागहरू छ केमा मोबाइल पनि छ है फेरि यो पनि राम्रो हो छिटो जाम छि कस्तो बेला नएको बेला पानी आएको के मैले किनेको होइन गाइस के किनिदिएको यो लेमन टु तर मलाई मन परेन फालिदिए अबदेखि यसै केही पनि किनेर नदिनु होला हस् फ्रीमा पाएको सामान केही सजिलो गर्छु नि जतन गरी नि होइन पानी आयो पानी ल छिटो हामीलाई के थाहा त नि हामी पहिलोचोटि आएको मान्छेलाई ए ल नाच एकचोटि है छ्या कति किनिदिन्छस् भनिस् भाइ ब्लगबाट पैसा आसी किनिदिन्छु है कहिले आउँछ अनि कहिले किनिदिने हो मैले थाहा छैन ब्यागहरू छ अनि यहाँको चाहिँ मार्केट हो यो अबे के भयो रचना यो किन्दै मलाई ठिक छ ल हिँड पानी पर्यो पानी पर्यो 10 रुपियाँ तिर्न हेर्नुहोस् गाइस त्यहाँ चाहिँ पिता फेर लेख्या तर 10 रुपियाँ 10 रुपियाँ तिर्ने गर्ने ल यो कस्तो राम्रो सिन देखिन्छ यता पहाड दिदीलाई त्यही त नि सोध्यो भने हामी सोधिदिन्छौँ त यो चाहिँ नास्ता खाने ठाउँ यहाँ पनि सैनिक बोर्ड रहेछ है फुलबारी बुटोल 2 हाम्रै रेस्टुरेन्ट हो खै हाम्रै मायालु हेर दुर्गाको दुर्गाको होटेल
एक्लै एक्लै आएर रेस्टुरेन्ट खोलेर बसिएछ होइन त नकचरी पक्तालाई यत्रो घुमेर हामीलाई नघुमाउने होइन ए छौँ त्यही पनि केही छैन है आइज एकछिन नास्ता खाना भन्नु यो चाहिँ चौतारा पानी पऱ्यो खा त्यही हेर रचना कस्तो राम्रो घरहरू देखिया तर मोबाइलमा देख्ने छैन आइफोन किन देखिन्छ राम्रो फेरि ब्लगबाट पैसा आउँछ नि आइफोन दिन्छ रचनालाई यति भनेपछि डोज पुग्यो गाइजहरू तपाईँहरूलाई केही सामानहरू बेच्नु छ भने यता छ उता डन हो के देखेर खामखाम भयो त्यहाँनिरको सेल बाहिर नरुजाउँ पानी आयो बिरामी भइएला अब हामी चाहिँ बुटोल फुलबारीको लागि प्रवेश गर्दैछौँ टिकट कति हो भन्ने कुरा थाहा छैन पानीमा टेकेर मेरो जुत्तै अझै खुसी भयो हेर्न कस्तो मजाले कति हो टिकट नेपाली नागरिक टिकट 60 रुपियाँ नेपाली विद्यार्थी टिकट 40 रुपियाँ आइडी कार्ड छ जा लिएर जा मसँग आइडी कार्ड कति महँगो हेर्न यस्तो राम्रो फोटो खिच्छ यहाँनिर हो कस्तो दामी छ नि कस्तो राम्रो माइक है रचना कस्तो राम्रो हो हेर त म पहिलोचोटि आएको हेर्न कस्तो राम्रो हो के तर कस्तो राम्रो हेर्नुहोस् गाइजहरू यो बुटोल फुलबारी हेर्नुहोस् मजा लिनुहोस् फुलहरू लगेर घर लगेर रोपौँ क्या ल हेर्नुहोस् सूचना पढ्दिनँ बाँकी हेर उयो कस्तो राम्रो यो फुल लैजाम यो पनि बुटोल फुलबारी कस्तो राम्रो छ यो चाहिँ लुम बुटोल फुलबारी लेखेको लोगो बिचरा आज चस्मा लाइ छैन नि त त्यही भएर पनि हुनसक्छ भइरहेछ नि यहाँ कस्तो राम्रो फोटो अलिक खिचौँला अस्ति मैले क्यामेराले खिचाएर रिस मात्रै उठाएँ केही राम्रो फोटो आएन आज खिचाउँदै कस्तो राम्रो छ हेर्नुहोस् गाइजहरू तपाईँहरू पनि घुम्न आउनु होला हाम्रो लुम्बिनी प्रदेशको एउटा पर्यटकीय स्थल हो यो है अनि त्यसपछि एकदम सुपर नाइस ल यहाँ खिचौँ रहेछ यहाँ पनि राम्रो ल हेर्नुहोस् गाइजहरू कस्तो राम्रो छ विदेश गयो जस्तो फिल भयो नेपालमा पनि यति राम्रो हुनसक्छ भन्ने कुरा इम्पोसिबल हेर्नुहोस् ओए उहाँको नाम के हो के गरे होइन त्यो नाइके उसको नाम त्यो हेर्नुहोस् गाइज यहाँ लिपस्टिक लगाउँदैछन् देखेर ऊ एउटा आउँदैछ के गर्ने लगाउने रे उहाँबाट लिपस्टिक देखेर ल म आफै लगाइदिन्छु यस्तो छ यहाँ कति पार्क घुम्न आएर मेरो बाबु कस्तो राम्रो देखिनु भएको ओ माइ गॉड राम्रो 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 खिचाउनको लागि त एकदम ठिक पर्फेक्ट ठाउँ हो कपडा लिएर आएर फेरि कपडा लिएर आएर फेरि मिल्छ बुटोल फुलबारी पनि पिकनिक खान आउँछन् म नि गएर आएँ नि शहीद पार्क त तर योभन्दा अलिक कम छ छन त टिकट पनि त 20 रुपियाँ 20 रुपियाँ बन्दै छ नि त त्यही भएर होला बन्दै होइन अझै बन्दै छ हेर्न सक्नुहुन्छ उजिर सिंह थापा कुनै व्यक्तिको नाम हो हाम्रो क्याम्पस गरे हाम्रो क्याम्पस बर्दी अब उही क्याम्पस होइन त हेर रचना यहाँ आएर कस्तो राम्रो छ तलबाट कृपया दुबोमाथि नबस्दिनु होला तर यहाँ दुबोजी मर्नु भएको छ सरी ल अब कुन दिन अस्ताउनुहुन्छ अरे छ्या कुन दिन ड्रेस लगाएर फोटो कस्तो राम्रो लुम्बिनी बाबु खै बाबु ए बादल थिम फोटो खिच्न लागेको बाबुले यस्तो झर्ना पनि रहेछ गाइजहरू
यस्तोबाट हामी यतातिर मोडिँदैछौँ। ऊ त्यहाँ फोटो खिच्नलाई पार्कहरू छ बस्नलाई। नि हामीसँग अर्को फोन नै छैन, एउटै मोबाइलले भ्लग बनाउने, अर्को मोबाइलले फोटो खिच्ने भएको भए कस्तो आउँछ नि। मजाको भिडियो पनि सबै लिन पाइन्थ्यो होइन, अब भिडियो सबै लिन पाइएको छैन। फोटो खिचाउन मन लाग्छ फेरि हामीलाई। हेर्नुहोस् गाइजहरू, अब हाम्रो पालो देखिने। अघिसम्म हामीले ब्याकग्राउन्ड देखायौँ। यो साइडको फुल यस्तो राम्रो देखिन्छ। ओ माइ गॉड, दिदी खै उहीँ हुनुहुन्छ एक्लै टिकटक बनाउनु लाग्छु। बाबु रुख्नुहोस् न, पानी पर्न लाग्छु। यस्तो रमाइलो रमाइलो। यहाँ चाहिँ सङ्खेपिङ। हेर्नुहोस् गाइजहरू, म राम्री नानी राम्री नै छु है। अहिले चाहिँ हामीहरू अब के छ भनेर देखाउँदैछौँ। हाम्रो चकचके गुन्डा हो माता ढले 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 तपाईँहरू न पानी ढले 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 लजाम नहीं कहाँ बिहान तो देगी अभी ल हेर्न ओ झुक्ने बानी राम्रो होइन। यहाँ चाहिँ पिकनिक स्पट रहेछ। कागहरू के गरिरहेछ न, कस्तो काग बाबु काग कस्तो ल बाबु काग कहाँ छ ल रचना कपडा धुन थियो तेरो, यहाँ धोइहाल कपडा। नाइ म त नुहाउन चिसो लाग्छ म बच्चालाई। सायद यो चाहिँ ऊ होला कि है, पिकनिक स्पोट होला। पिकनिक स्पोट राम्रो छ है यहाँ। ए हाम्रो पौडेल समाजद्वारा निर्मित हो, मैले निर्माण गरेको। त्यसको एउटा पात्र म यहाँ छु नि त, म नि त पौडेल भएर परिहाल्यो नि त। तर आफैले निर्माण गरेको ठाउँमा अनि आफ्नै टिकट चाहिँ किन लिए? अब मैले दान गरेको नि त यो शौचालय। तपाईँहरूलाई भिडियो हेर्दा हेर्दा सक्नुहुन्छ न, तपाईँलाई भिडियो हेर्दा हेर्दा पिसाब लागेको छ भने जान सक्नुहुन्छ। हाम्रो शौचालय फेरि बाबु कहाँ जानु? मम्मीसँगै। मम्मीको पुच्छर गइसक्यो मम्मीसँगै। हजुर, हामी शौचालय अगाडि यसरी कुरेर बसिराखेका छौँ। तपाईँहरूलाई लागेछ भने जानु। हजुरहरूलाई पनि एकदम लास्टै साह्रो गाह्रो केही समस्या परेको छ भने चर्पीमा टोयलेटमा गएर जे सुरु गर्नु हानिदिनु होला। आइज रहेछ माथि। अब यो फुलबारी छ अनि यो चाहिँ सायद माथि गएर हेर्ने हो या के हो थाहा छैन, माथिसम्मै छ। ए यो खानाको लागि टिकट दिने होला कि होइन हौ, खाना खानको लागि माथि चढ्नको लागि। माथि चढेर के गर्ने त अनि? पन्जी जम्पिङ गर्ने? यो पछि सानो पन्जी जम्पिङ। हे रचना मेरो गाडी, अब घर जाँदा यसैमा जानुपर्छ। दुईवटा गाडी एउटा मेरो है, एउटा ए मेरो। ल मान्दै एकछिनलाई हेर्नुहोस् न, के हेर माथि जानलाई पनि 250 हो माइगढ। यति सानो ठाउँमा जानु 250 खाएर सकाउँछु ल 250 लिनुको कारण पनि रहेछ। हेर्नुहोस् गाइज, हामीले माथि चढेको मात्रै 250 लिन्छन् भनेर चाहिँ अघि नै भनेको थियौँ होइन। तर खासमा यस्तो कुरो रहन्छ, त्यहाँ केही छ स्पेसल। त्यहाँ चाहिँ साइकलमा चढेर होइन, त्यहाँदेखि यहाँदेखि त्यहाँसम्म 100 मिटर होइन 50 मिटरसम्म होला होइन। 50 मिटर चाहिँ मजाले इन्जोय गर्ने साइकल ल
यति नै होला अब त यसलाई फेरि पैसै खप्नु नसके हो कि पैसै कति धेरै आएको हो ए भगवान् घरि एकछिनमा कपाल खोल्छे फेरि एकछिनमा ए पानी खै बोल त बाबु खै सुनेको उ त्यहाँ अरे बेड माया के बाबु के गर्दै हुनुहुन्छ के गरिराख्नु भएको छ हाम्रो बाबु के गर्दै हुनुहुन्छ गरे हो र ए अनि बाबुलाई भोक लाग्छ छैन ए अनि के खाएर आउनु भएको नि यहाँ कस्तो लाग्यो ए चाउमिन खाएर आउनुभयो अनि ए गाली गर्छन् बाबु नगरौ एकछिनलाई हामी अहिले अफ गर्छौँ हामी टिकटक भिडियो अनि फोटोतिर हामी लाग्दैछौँ यसको रहस्य यस्तो छ 250 लिनुको रहस्य यस्तो रहेछ होइन हामी सुरुमा हेर्दाखेरि झ्यापै हेर्दाखेरि फेरि जम्मा 200 जम्मा अरे ओ माई गड 250 रुपियाँ तिरेर जब माथि चढ्ने भनेको तर यस्तो रहन्छ मजाले साइकल चलाएर है इन्जोय गरिराख्नु भएको छ यो चाहिँ आफ्नै रिस्कमा हो है त्यहाँबाट मान्छे फस्यो लड्यो मऱ्यो भने केही पनि जिम्मेवारी हुन्न यहाँको मान्छेहरू त्यही भएर हामी चढ्दैनौँ हाम्रो जिम्मा नलिने मान्छे लिने मान्छे कोही छैछ बाफ्रे स्पिड एकछिनमा होइन हौ 250 रुपियाँ तिर्नु भएको बिस्तारै जाँदा नि केही फरक पर्दैन अब ल सक्यो के सक्यो यस्तो रमाइलो छ यहाँ चाहिँ हेलो आफ्टर लङ टाइम हामी भेटिरहेका छौँ होइन त्यो पनि उसकै जिल्लामा अझ उसकै ठाउँमा त्यही पनि वास्ता छैन मैले सम्झिनु पर्ने गाह्रो छ के गरे 11, 12, 13 लगभग 3 वर्षपछि तर माया चाहिँ उस्तै छ है हाम्रो घटेको चाहिँ छैन माया साथीहरू अगाडि चाहिँ मैले छोडेर आइदिएँ तिमीहरू घुम्दै गर अनि म आउँछु भनेर हुनुहुन्छ दिदी उसको दिदी भिनाजु हुनुहुन्छ अनि त्यसपछि ल हामी अब टिकटकमा भेटिन्छौँ फोटोमा भेटिन्छौँ फेसबुकमा भेटिन्छौँ एकदम मैले त पुरै घुमाएर भ्याइसकेँ पुरै अघि नै हो नि त हामी आएको भयो नभए अर्को हेर्न जाऊँ घुमेर हेर जाने नै हो यता हेर भन त खै मङ्की खाए के हो यो बाबु ऱ्याबिट ए गिनी पिग गरे खरायो होइन नि गिनी पिग गरे मुसा हो पिग भनेको त सुँगुरो यसको नामै अन्जान छौँ हामी ल आऊ त्यो मुसालाई धेरै नहेर पुरै खाली छ त भाइ जूमा के गरे ए त्यसको नामाकरण गरे हात्ती यत्रो ठुलो ठाउँमा होइन गाइस तर केही पनि छैन के प्रथममा है अचम्मै हो नि हामीले तिरेको 60 रुपियाँको केही सट्टी हाल्थ्यो होला ज्याकल अब बर्दियामै पाइन्छ त बाघ पाउने हो त नि किन चाहियो बाघ होइन यहाँ वन कुखुरा हो होइन घर कुखुरा हो 15वटा अन्डा अरे के हो त्यो अनि
यस्तो सुप बनाएर खान हाम्रो साथीहरू छन् नि बर्दियाको यहीँ पढ्ने मेरो साथीहरू नि हुन्छ कि उतातिर भन्छु म फेरि हो त नि छौँ नि हामी ओए खै के सर्प हो यस्तो ओइ सर्प देखा त ला म त देखाउन सकिनँ दुईवटा हरामी डराउनु दिन्छिस् छैन त यो त कुखुरा होला नि सबै यो कुखुरालाई के भन्छ अरे कस्तो मयूर जस्तै छ भाइ एक कालिज भन्छ होइन के छोरो खास सर्प लाग्यो नि सुँगुर जस्तै हुने रहेछ सेम सुँगुरै त होइन बन्सी जाम ल यस्तो छैन अब सक्यो धेरै समयपछि भेट भएको अनि हामीहरूले चाहिँ फोटोहरू भिडियोहरू बनाएर अनि नयाँ नयाँ नौटङ्कीहरू गरेर चाहिँ हामीले यसरी चाहिँ टाइम पास गऱ्यौँ अनि मिठो माया अनि मिठो सम्झना बोकेर चाहिँ हामी बुटोल फुलबारीमा मेमोरेबल समय चाहिँ बनायौँ र त्यस्तै गरी चाहिँ भिडियोहरू बनायौँ अनि त्यसपछि यति सबै गरेर मिठो मिठो नास्ता सास्ता खाएर हामी सबैजना छुट्यौँ अनि फेरि पनि भेटौँला सी यू सुन एभ्रीवान